बेस्ट फ्रेन्डको अर्थ के हो, बेस्ट फ्रेन्डको मतलब के हो? सुन्नुहोस्, बेस्ट फ्रेन्ड चाहिँ त्यही मान्छे हो जुन मान्छेले चाहिँ नि तपाईँ भित्र भएको बेस्ट कुरालाई निकाल्नुको लागि तपाईँलाई सहायता गर्छ। प्रिय फेरि पनि सुन्नुहोस्, बेस्ट फ्रेन्ड चाहिँ त्यही मान्छे हो जुन मान्छेले नि तपाईँ भित्र भएको बेस्ट कुरालाई, राम्रो कुरालाई निकालेर नि तपाईँको जीवनलाई उन्नति गर्नुको लागि नि सहायता गर्छ। यी तपाईँको साथीले तपाईँ भित्र भएको बेस्ट कुरालाई होइन, तपाईँ भित्र भएको त्यो कलालाई, त्यो गिफ्टलाई, त्यो ग्रेसलाई, त्यो ट्यालेन्टलाई, त्यो क्षमतालाई निकाल्नुमा सहायता नगरेर तपाईँको जीवनलाई चाहिँ नराम्रो बाटोतिर हिँड्नुको लागि सहायता गर्दैछ भने नि सायद म तपाईँलाई मन दुखाउन सक्छु होला, सायद यो कुराले सायद तपाईँको हट हुन्छ होला। तर म तपाईँलाई बताउन चाहन्छु, कुनै साथीको सङ्गतले तपाईँ भित्र भएको बेस्ट कुरा ननिस्केर वर्स्ट कुरा, खराब कुरा बाहिर निस्किँदैछ भने नि दे आर नट योर बेस्ट फ्रेन्ड।